तामाङ लोसार र शुभकामना जम्मादो मचुरी ट्रेनिङ हलरी व यस गुरुजी ल एनिवे सबैजना अब आज सोनाम लोसार रहेछ कि सोनाम लोसारको सबैजना सोनाम लोसार होइन त बाबु आज ल सोनाम लोसारको सबैजनालाई शुभकामना आई होप यो सोनाम लोसार तिमीहरूले अर्को पालि सेलिब्रेट गर्ने बेलामा सबैजना कोही क्याम्प पसिसकेको कोही क्याम्प पस्नुको तयारी गर्दै गरेको देख्नु पाइयोस् इन्टेक 27लाई बुझ्यो बाबु र होपफुल्ली कोही भर्ती लागेर सिङ्गापुर पुगिसकेर सोनाम लोसार सेलिब्रेट गर्दै गरेको पनि देख्नु पाइयोस् ल अहिलेलाई चाहिँ हामी कुदेर आयौँ अलमोस्ट 9 किलोमिटर 10 किलोमिटर जस्तो भेट्यो अब फेरि ब्याक हुँदाखेरि 10 गरेर अलमोस्ट 18-20 त्यस्तै हुन्छ होला अनि सबैजना अहिले चाहिँ हामी यहाँ आइसकेपछि बुद्ध भगवानको अगाडि सबैजना पिस भएर शान्त भएर क्विक 5 मिनट सेसन आँखा चिम्म गर्ने हात घुँडामा राख्ने अन्त जति तिमीहरू फिजिकल्ली बलियो भएको छौ त्यति मेन्टल्ली पनि अब तिमीहरूको स्ट्रेस तिमीहरूको टेन्सन्सहरू सबै यहीँ रिलिफ गर्ने यहीँ छोड्ने अनि आजदेखिको चाहिँ नयाँ मान्छे बनेर पक्का तिमीहरू चाहिँ भोलिदेखि चाहिँ मजाले मेन्टल्ली फिजिकल्ली फिट भएर काम गर्ने ठिक छ ल अहिले चाहिँ हामी क्विक 5 मिनटको सेसन गर्छौँ त्यहाँ पक्का ध्यान गर्नुपर्ने जरुरी छैन जस्ट तिमीहरूको दिमागमा भएको कुराहरू छोडिदिने धेरै याद नगर्ने अनि वरिपरि सराउन्डिङहरू चराहरू कराउँदै गरेको हावाहरू आएको त्यही आवाजहरू सुन्ने 5 मिनटको सेसन चाहिँ बिस्तारै आँखा चिम्म गरेर बस्ने लामो ब्रिथ सास सर्र तानेर भित्र गएको पनि फिल गर्ने बाहिर निस्केको पनि फिल गर्ने त्यही काम गर्ने ल बाबु ल गुड मर्निङ सबैजनालाई मेरो नाम चाहिँ साहिल तामाङ अनि आज चाहिँ हामी लेक्सार तामाङ गुम्बामा आएका छौँ बिकज टुडे इज अ स्पेसल डे आज चाहिँ तामाङ लोसार सोनाम लोसार विच इज द वान अफ द मोस्ट इम्पोर्टेन्ट उयो चाड पर्व अफ तामाङ पिपल आई वान्ट टु से ह्याप्पी सोनाम लोसार टु अल द पिपल आउट टु अल द तामाङ पिपल आउट देयर इन नेपाल अर एक्रोस या ह्याप्पी सोनाम लोसार सबैजनालाई अनि अब म मेरो साथीले चाहिँ हल्का उसको उसलाई केही प्रश्नहरू सोध्न गइरहेको छु तपाईँको नामहरू भनिदिनु न मेरो नाम चाहिँ रोबिन तामाङ फ्रम लमजुङ अनि म चाहिँ अहिले यहाँ ट्रेनिङ गर्न आएको छु पोखरा प्रि आर्मी ट्रेनिङ सेन्टरमा र आज सोनाम लोसार भएको कारणले म सबैलाई सोनाम लोसारको शुभकामना भन्न चाहन्छु विश यु अल द बेस्ट
बाबु खोइ त्यो अभिजित गोरु आउन रे